हेलो गाइस, वेलकम टू माई न्यू ब्लग। तो आज हामी जाँदैछौँ माल्टन। माल्टन के गर्न जाने हामी चटपटे खाना जाँदैछौँ आज। अनि चटपटे खाना जाँदैछौँ हामी अनि नुर बहिनी अनि म। हामी चाहिँ यहाँबाट माल्टन जाँदैछौँ अनि फेरि चटपटे बनाएर आज खानु भन्ने प्लान छ। आज च्यालेन्ज हुँदैन, आज चाहिँ सिर्फ बनाएर खानु छ। हामी जानको लागि रेडी हुँदैछौँ। अब हामी जाँदैछौँ। नुर बहिनी मेरी वाइफ हामी यहाँनिर बस्छौँ। अब हामी जाने बाटो चाहिँ यो हो। सो गाइस हेर्छौँ अब वहाँ गएर कस्तो हुन्छ। आज चाहिँ भोगाल बनाएर खाने भन्ने विचार छ। चटपटे चाहिँ काफी दिन भयो खाइरहेन, त आज चाहिँ मस्त बनाएर खाने। छिटो आऊ, छिटो 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 हिँड यार, आज जल्दी गएर जल्दी जल्दी बनाएर खाने भन्ने कुरा। राम्रोसँग हिँड फेरि लोटौला। पौडी पनि हाम्रो बहुत टुटे फुटेको छ यहाँ। नेपाली में बात करो यार, तुम लोग हिंदी में क्यों बात करते हो? फिर अंग्रेजी में बात कर रहे हो क्या? हामी जाने यताबाट हो। यताबाट जानुहोस्, हामी इन्डोजिटकोबाट च्याउचु किन्दै गर्छौँ। हजुर त्यही आउनुहोस् इन्डोजिटको। यिनीहरूले भन्दैछन् म यताबाट जान्छु, त म यताबाट जान्छु। त गाइस म यताबाट जान्छु। अब यहाँबाट चाहिँ चटपटको लागि सामान किनिरहेको छौँ हामीले। अहिले यो ठाउँमा पाइएन जो भनेको थियौँ। यहाँबाट चाहिँ हामी अर्को ठाउँमा आएको थियौँ सामान ल्याउनलाई, त्यो ठाउँमा पाइएन। अनि यसो आइदिएको त यहाँ खतरा बाइक रहेछ कि। अनि बाइक फेरि यस्तो दामी मन पऱ्यो मलाई। यो पाउँथ्यो भने त मैले सही दुब्राउँथेँ होला, तर मेरो होइन, यो अरू कसैको। अनि चलो केही छैन। अब यहाँबाट सामान लिएर हामी माल्टनको ओर जान्छौँ। त गाइस भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। र हामी माल्टन पनि पुगिसकेको छौँ। त फाइनली दोस्त हामीहरू चाहिँ माल्टन आइसकेको छन्। अनि हामी आज चाहिँ चटपटे खाने भनेर प्लान गराएको थियौँ। त अब हामी प्लान गराएको थियौँ, अब हामी बनाएर खानेछौँ चटपटे। त गाइस भिडियोको अन्तिमसम्म हेरिदिनु होला। अनि भिडियोलाई लाइक गरिदिनु होला। अगर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला। मलाई कुराहरू कमेन्ट बक्समा लेखिदिनु होला। ल साथीहरू, देख्न सक्नुहुन्छ चटपट चाहिँ कसरी बन्दैछ आज। अनि यो चाहिँ खतरा स्पाइसी चटपटे बनाउँदैछौँ हामीहरूले। मेरो छोरी अनि मेरो वाइफ अनि हामी बहिनी, हामी सबैजना मिलेर चाहिँ एउटा मिठो चटपटे टक्क बनाएर खाऊँ भनेर आज प्लान बनाएको। अनि त्यसपछि हेरौँ अगाडि के हुन्छ बनाइसकेपछि। अनि आज चाहिँ लास्टै मन गरेर चाहिँ घरमै बनाएर खाइदिउँ भनेर चाहिँ हामीले ट्याक्क लाएर बनाएको। अनि यहाँ आज मेरो वाइफले चाहिँ तयार गर्दैछन् नेपाली टाइपमा आज। ल हेर्न सक्नुहुन्छ यहाँ यस्तो राम्रो बनायौँ। आज चाहिँ यो ग्रेभी चटपटे भन्छ क्या यसलाई, ग्रेभी चटपटे बनाउँदैछौँ। वाउ यस्तो। फाइनली दोस्त हामीले चाहिँ चटपटे खाएर खतम गरिसकेको छौँ। अनि यो खाएको भिडियो तपाईँहरूलाई किन देखाउने भनेर मैले चाहिँ यो अपलोड गरेको छैन। र मेरो भिडियोलाई पसन्द गरेमा लाइक कमेन्ट गरिदिनुहोस्। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। बाई बाई, मिल्दछौँ नेक्स्ट भिडियोमा।